जेएनजी आन्दोलनमा एकजनाले मात्रै गोली खाएको हो त हैन नि त बिल्कुल चुप अनि एकजना चाहिँ दिन रातै मिडिया कनेक्ट गर्दै लाइभमा आएर वहाँ रुनी आइमालाई चाहिँ लगेर सांसद बनाउने क्या रे भिकमंगे दिहाड़ी लगा जा अनि अरूको बुवाआमालाई पनि सांसद बनाउनु पर्यो अम्मा बहन पे आ जाऊंगा ढेल मुखिया आइमाई काम छैन तेरो एकजना सोशल मिडियामा आएर वहाँ रुँदै रे सहित कि आमा अरे आफ्नो छोराको लागि रुन पाउँदैन भने धेरै बगबग गर्ने काम नगर है त खाती नि तँलाई त नाटक गरे जस्तो लाग्यो होला हैन त्यसले उसको छोरा गएको छ ऊ के भन्छ छोरालाई मार्या छ अनि ऊ रुन पनि नपाउने हो र कस्तो दिमाग हो तेरो कस्तो विचार हो के एकजनालाई लगेर सांसद बनाछ रे सबैलाई लग्न मिल्नु पर्यो नि जे भयो नि उसलाई एकजनालाई भए पनि त लगेर सांसद बनाछ नि त अचम्म कुरा गर्छ यार सबैको प्रतिनिधित्व गरेर पनि गा हुन सक्छ तँलाई हरेक कुरा त तैले भने जस्तै हुनुपर्ने हो ढेलमुखे अनि यो ढेलमुखे आइमाईको के भन्छन् बोली सुन्दै रिस उठ्छ भने मलाई त तेरो छोरा मर्या भए पो थाहा पाउँथिस् तैले अरू छोरालाई मार्या छ अनि रुन पनि नपाउने हो र तेरो दिमागमा त गुए भर्या रहेछ के शर्मिला भएपा रात दिन त्यही के भन्छ पत्रकारहरूको पछि लागेर खान नपाएर आफूलाई के भन्छ सोसियल वर्कर भन्ने लाज शरम नभाकी खाती नि